आर्थिक वर्ष 2082-83 को बजेटमा भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे पनि केही उल्लेख छ। बजेटमा उल्लेख भएअनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकको लागि किफायती हुने गरी सञ्चालनमा ल्याउने बताइएको छ। त्यसका लागि विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताउनु भएको छ। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने पनि बजेटमा उल्लेख छ। नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायु सेवा कम्पनीलाई भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने पनि बजेटमा भनिएको छ। भैरवासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि यो सहुलियत र प्रोत्साहन सुविधा दिइनेछ।